मम्मीलाई दबाई लगिदिएको छु रुगा मार्गी ज्वरोको अरे यो अन्त डगी सिम्पल पिज्जा लगिदिएको बेचवाला सानो चिकनहरू खानु हुँदैन होला नि त के ल्याइदिएछ मम्मीलाई पिज्जा के पिज्जा यो अब भित्र लोपेनलाई लगेर तपाईँ मिलेर खानुहोस् न ल भाइ ठिक छ खुसी छ मम्मीलाईसँग खुसी छ कि दुःखी छ खुसी छ यसरी पढ्यो भने के ल्याइदिन्छ ल मम्मीलाईले भाइ म कस्तो भएछ अरे पहिला चाहिँ अलिक लुटी थियो कि अब चाहिँ कति मोटो भएछ मन परेन अन्त म मन पऱ्यो दाँतहरू गराउँदो रहेछ अलिक ब्रस गर्नुपर्छ है पहिला त केक पनि अलिक छोटो थियो अब त कति लामो भएछ कस्तो रहेछ जुसहरू नखानु भाइ ल ओके मेरो भाइ गर्दैछ जुस तपाईँलाई याद छैन खोकी आउँछहरू भनेर अन्त कस्तो रहेछ मिठो मिठो लागेन खान्छ अर्को खान सक्छ म त ज्वरो आएर पिज्जा खानु सक्दैन होला भनेको त खानु सक्दो रहेछ त ज्वरो आएर म त कार्टुन त्यस्तो खतरा है मेरो अर्कै तामाङको नाति त त्यस्तो डेन्जर छ नि अङ्कुल हो पिज्जा भयो पिज्जा भयो अरू मान्छेलाई त्यो पिज्जा ल्याइदिनु नभन्नु है मम्मीलाई आफै ल्याइदिन्छ ल